गमलामा काउली खेती गरेको हो यो। यसो अभ्यास गरेको हामीले घरमा थोरै जमिनलाई उपयोग गरेर हामीले आँगनमै यो काउली रोपेका। फुलबारी पनि थियो, फुलबारी सँगसँगै यसरी सागपात पनि लगाउने अभ्यास गरेका छौँ। अब ठाउँ छैन तरकारी कहाँ लाउने भन्ने चिन्ता गर्नुपर्ने रहेन रहेछ। हामीले फुलबारीलाई उपयोग गरेर तरकारीहरू पनि लगाएर आफ्नो सानो परिवारलाई फुलबारीमै तरकारी पुग्दो रहेछ। यसरी घरमा सानो आँगनलाई उपयोग गरेर हामीले गमलामै माटो भरेर आफ्नो परिवारलाई पुग्ने गरी तरकारी लगाउन सकिन्छ। झोला बोकेर बजार कुदिरहनु पर्ने झन्झट हुँदैन। यसरी घर छेउमा गमलामा हामीले फुल सँगसँगै तरकारी लगायौँ भने हानिकारक कीटाणुहरू पनि परजीवीहरू पनि फुलको बास्नाले हट्दछन्। यो यही गमलामा उत्पादित काउली टिपेर हामीले तरकारी खान ठिक पार्दैछौँ। आँगनमा ड्र्यागन फ्रुट रोपेको ठाउँमा त्यसको तल यसरी गमला राखेर हामीले यो काउली फलाउने अभ्यास गर्छौँ। यसरी एउटा परिवारलाई पुग्ने त यही घर गाउँमै आँगनमै फलाएर पनि हामीले तरकारीको समस्यालाई समाधान गर्न सक्छौँ। यसरी आफूलाई परिवारलाई पुग्ने त फलिहाल्छ नि गमलामा पनि। धेरै बारी धेरै खेत चाहिँदैन। यसरी घर अगाडि रहेको थोरै आँगनलाई उपयोग गरेर हामीले काउली फलाएर खान सक्छौँ। यो घर अगाडिको फुलबारी आँगन अनि बीचमा काउलीका बिरुवा। करेसोबारीलाई उपयोग गर्दा यसरी करेसोबारीभित्र तरकारी सँगसँगै यसरी मेवा लगायतका फलफुलहरू पनि हामी लगाउन सक्छौँ। राम्रो फल्छ नि त मेवा। हेर्नु त यसरी मेवालाई पनि फलाउन सकिन्छ। मेवा यसरी हामीले फुलबारीमै मेवा फलाउन सकिन्छ। यो देखिएको चाहिँ मरिच हो। घरकै छेउमा सुपारी रुखमा मरिच हो। यो सुपारी त्यसरी फल्छ। सुपारी फलेको पनि देख्नुभयो होला। सुपारी फलेको हो। तल मरिचलाई नजिकबाट हेर्दा यस्तो झुप्पाहरू देखिन्छ। यसरी फल्छ मरिच। यो मरिच फलेको हो। घरको छेउमा करेसोबारीमा यसरी केराहरू पनि लगाउँदा हुन्छ। हाम्रोतिर यो झापातिर यसलाई घिउसिमी भन्छौँ। अब अन्त चाहिँ विभिन्न नामले यसलाई पुकारिन्छ होला। हामी चाहिँ घिउसिमी भन्छौँ। यसरी करेसोबारीमा घिउसिमी लगायत रडसिमी, हलुँडे सिमी, विभिन्न नाम गरेका सिमीहरू पनि लगाउन सकिन्छ।
साथमा केरा, यो जिनाइन केरा, जिनाइन केरा भन्छौँ, व्यापारिक केरा हो यो। अहिले बजारमा आउने केरा जिनाइन केराका बोटहरू। दूध आयो है, उँभो गयो उँभो। बाल्टीमा मुला, धनिया, यो पनि लिगामेन्ट साग भन्छन् यसलाई। यो ब्ल्याकबेरी, यसलाई ब्ल्याकबेरी भन्छन्। प्याज, धनिया, मुला, कुरिलो, धनिया, लसुन, पालक, मुला, यसरी थोरै ठाउँमा पनि हामीले लगाएर खान सक्छौँ। कागती, गमलामा यसरी पालक लगाउने अभ्यास गरिएको छ।